अनि त्यहाँबाट के छ कसो छ भनेर म नजिक जान्छु, उहाँको कुराहरू सुन्छु। म मेरो कुरा सुनाउँदिनँ, उहाँहरूको कुरा सुन्छु। ल भन्नुहोस् त के छ, आज के खानुभयो, के गर्नुभयो, यो सबै सुन्छु, सोध्छु। सोद्धाखेरि अनि उहाँहरू बताउनुहुन्छ, हाँसेर बताउनु न आमा, हाँसेर बताउनु भने अनि हाँस्न थाल्छन्। अनि उहाँहरू हाँसेको चाहिँ असाध्यै नै मलाई मनपर्छ, आनन्द आउँछ मलाई चाहिँ। हजुर, उहाँहरूको हँसाइ, उहाँहरूको बोलाइ, उहाँहरूको अनुभव, विगतका दिनहरूको आफ्नो भोगाइ उहाँहरूले सुनाइरहँदाखेरि एकदमै भावविह्वल पनि हुन्छ कता कता, र कता कता उहाँहरूलाई स्याहार सुसार गर्दाखेरि मनमा एक प्रकारको छुट्टै आनन्द पनि हुन्छ। धेरै नै आनन्द आउँछ। सबभन्दा मलाई चाहिँ मनपर्ने नै उहाँहरूको मुस्कान हो। हजुर, उहाँहरू खुसी हुनुभएको, रमाउनु भएको, हजुर, त्यो देख्दाखेरि आनन्द आउँछ। हजुर हजुर। अनि पाका व्यक्तिहरूलाई घर समाज र राष्ट्रले कस्तो व्यवहार गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई? पाका व्यक्तिहरूलाई घर समाजले उहाँको अवस्था अनुसार होइन स्याहार गर्नुपर्नेलाई स्याहार होइन, खालि चाहिँ उहाँहरूसँग चाहिँ अनुभवको सेयरहरू हुन्छ नि। सबभन्दा ठुलो कुरा मैले देखेको चाहिँ के भनेदेखि चाहिँ यी पाका व्यक्तिहरूलाई खाना लाउन भन्दा पनि उहाँहरूको कुरा छ नि, उहाँहरूको जुन अनुभवका कुराहरू त्यो सुनाउन पाउँदाखेरि नै उहाँ धेरै खुसी हुनुहुन्छ। किनभने खाना लाउन भनेको त अब लाउन एकजोर लुगा भए उनीहरू फाड्दैन कति वर्षसम्म होइन, किनभने शारीरिक परिश्रम पर्दैन, बसिरहनेहरूलाई त्यति लुगा फाड्दैन। खाना पनि उनीहरूलाई धेरै खान पर्दैन, बिहान बेलुका अलिकति खान पायो, भोक लाग्दाखेरि खान पायो भने पुग्छ। तर उनीहरूको जुन छ नि भित्र कुरा उम्सिरहेको हुन्छ क्या, गुसमुकुस हुन्छ, कसलाई सुनाउँ हुन्छ, उहाँको पीडाहरू हुन्छ, कसैको चाहिँ अब होइन जीवनका कहानीहरू कसलाई सुनाम हुन्छ। अब त्यो सुन्ने मात्रै मान्छे पायो भने पनि उहाँहरूलाई धेरै खुसी हुन्छ। उहाँहरूलाई त अब 3 छाक बिहान र दिउँसो र बेलुका मात्रै खाना थोरै मात्रामा भए पनि पुग्छ। उहाँहरूको कुरै, उहाँहरूको विचारै सुन्नुहोस्। सबभन्दा ठुलो कुरा त उहाँहरूलाई आफ्नो कुरा सुनाउन पाएदेखि नै उहाँहरूलाई हल्का हुन्छ क्या। त्यसबाट हामी अहिलेको जेनेरेसनको व्यक्तिहरूले त्यसबाट हामीले धेरै लाभ पनि लिन सक्छौँ, प्रेरणा पनि लिन सक्छौँ, मार्गदर्शन पनि प्राप्त गर्न सक्छौँ। हजुर हजुर। तर चाहिँ सुन्दिने फुर्सदै छैन अहिले मान्छेलाई। हजुर, नजिक बसेर सुन्दिने फुर्सदै छैन। हजुर, सुन्दिँदैनन्, कुरै सुन्दैनन्। हजुर, त्यो समस्या हो। हजुर। अनि पाका व्यक्तिहरू स्वास्थ्य रहन चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई? स्वस्थ रहनको लागि त सबभन्दा ठुलो कुरा त खानपानै हो। उहाँहरूको विभिन्न किसिमका रोगहरू हुन्छन्, त्यो अनुसार खानपान। त्यसपछि अलिकति योगा हल्का फुल्का आफूले जति सकिन्छ शरीरको अनुसार बनावट अनुसार होइन, योगा। त्यसपछि ध्यान, बिहानको त्यही नै हो, सुरुदेखि त्यही गराउनु पर्ने हुन्छ। हजुर। अनि हजुरको यो को बाल्यकाल चाहिँ कस्तो रूपले बितेको थियो? हजुरको बाल्यकालका साथीहरूलाई अहिले सम्झिँदाखेरि र हजुरलाई बाल्यकालमा बुवा मम्मीले एक प्रकारले कहिलेकाहीँ यसो गाली पनि गर्नुहुन्थ्यो होला, कहिलेकाहीँ यसो सम्झाउनु पनि हुन्थ्यो होला, कहिलेकाहीँ यसो माया पनि गर्नुहुन्थ्यो होला, कहिलेकाहीँ चक्लेट ल्याएर नानी ल खाऊ है भनेर पनि दिनुहुन्थ्यो होला। बाल्यकाल चाहिँ कसरी बित्यो होला म्याम हजुरको? मेरो बाल्यकाल खासमा भन्यो भने मेरो बुवाको चाहिँ 3 जना छोरी हो, हामी छोरा थिएनन्, 2टा दिदीहरू, म चाहिँ कान्छी। अनि त्यसपछि मेरो चाहिँ 3 वर्ष जन्मेको 3 वर्षमै पोलियो भएको भएर राम्रोसँग हिँडडुल गर्न नसक्ने, त्यसले गर्दाखेरि अरूले भन्छन् यस्तो चाहिँ कमजोर छोराछोरीलाई बाबुआमाले हेला गर्छन्, समाजले हेला गर्छन् भनेर भन्थे होइन। तर मेरो उसमा म चाहिँ भाग्यमानी, मलाई झन् धेरै माया गर्ने, बुवाआमाले पनि धेरै माया गर्ने, दिदीहरूले पनि धेरै माया गर्नुहुन्थ्यो। अनि त्यसपछि हाम्रो घरको चाहिँ अब कर्मचारी परिवारहरू अलिकति सम्पन्नै परिवार थियो, त्यसले गर्दाखेरि त्यस्तो बाल्यकाल चाहिँ आफ्नो शारीरिक अवस्था बाहेक अरू कुरा अभावका कुराहरू मैले चाहिँ बिहोर्न परेन, यो चाहिँ मेरो भाग्य हो। जस आफ्नो बाल्यकाल सबैको राम्रैसँग बित्छ, हजुरको पनि राम्रैसँगै बित्यो होइन? हजुर। हजुर 70 वर्ष लागिसक्नु भयो, यो अवधिसम्म आइपुग्दा जीवन के हो जस्तो लाग्छ र कसरी जीवन बिताउनु पर्छ जस्तो लाग्छ म्याम? खासमा मलाई अहिले कस्तो लाग्छ भने जीवन सङ्घर्षको पहाड हो है। त्यो पहाड चढ्दाखेरि कहीँ लडिन्छ, कहीँ फेरि उठिन्छ, तर चाहिँ पहाड चढ्नलाई छोड्नु हुँदैन, अगाडि बढिरहनु पर्ने हुन्छ। मलाई त्यस्तो लाग्छ। हजुर, जीवन भनेको सङ्घर्ष हो, कहिले दुःख कहिले सुख, कहिले हाँसो कहिले रोदन होइन, त्यो जीवनमा आइरहेको छ। त्यसलाई चाहिँ हामीले पार गर्दै 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 गयौँ भने एक प्रकारले एक समयमा चाहिँ हामीले आफ्नो
लक्ष्य प्राप्त गर्छ मैले म्याम। हस्, हजुर। पाका व्यक्तिहरूले पहिलादेखि नै आफ्नो जीवन सुरक्षा गर्न के उपाय गर्नुपर्छ जस्तो लाग्छ यसमा हजुरलाई? चाहिँ सबभन्दा मैले देखेको चाहिँ 1 नम्बरमा उनीहरू आर्थिक सुरक्षा उनीहरूको हुनुपर्छ। उनीहरूले आफ्नो केही कमाइको केही भाग है आफ्नो बुढेउको लागि भनेर छुट्याएर राखेको हुनुपर्छ होइन। आर्थिक सम्पन्नता भयो भने कसैले हेप्दैनन्। सबैले छोडेरै गयो भने पनि उनलाई त्यो पैसा आफ्नै कमाइको पैसाले चाहिँ उसको जीवन निर्वाह गर्न सक्छन् होइन। ज्येष्ठ नागरिकहरूले सबभन्दा ठुलो कुरा त्यो यो आफ्नो लागि भनेर छुट्याएकै हुनुपर्छ। कोहीले चाहिँ कस्तो गर्छन् भने भाइबरको सबै छोराछोरीहरूलाई दिएर अनि त्यसपछि छोराछोरीले चाहिँ बेइमानी गर्छन् र अनि बाबुआमा सडकमा आउनुपर्ने स्थिति देखेको मैले धेरै देखेको छु है। त्यसो चाहिँ हुनु भएन। मुख्य कुरा एउटा त्यो भयो। दोस्रो कुरा अर्को कुरा स्वास्थ्यमा चाहिँ आफूले सुरुदेखि नै ख्याल गर्नुपर्ने हुन्छ आफ्नो स्वास्थ्यको लागि। बुढेसकालमा आएपछि धेरै किसिमका रोगहरू लाग्न थाल्छन् अनि त्यसपछि अब त्यसको प्रतिवादको लागि चाहिँ के गर्न सकिन्छ आफूबाट के गर्न सकिन्छ त्यो चाहिँ स्वास्थ्यको लागि आफूले गर्नुपर्ने छ। हामीले धेरै जसो त अझ नारीहरूलाई कस्तो हुन्छ भने अरूलाई समय दिँदा आफूसँग आफूलाई समय नै हुँदैन। अरूलाई खुवाउँदा आफूलाई खाने टाइमको पनि हुँदैन, त्यस्तो हुन्छ। तर त्यसो नगरेर आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने हुन्छ। भोक लाग्दा आफूले पनि पहिला खानुपर्ने हुन्छ, किनभनेदेखि छोराछोरी आएर खान्छन्, त्यसपछि म खाम्ला, श्रीमानलाई पहिला खुवाऊँ अनि त्यसपछि खाम्ला भने उनीहरू आउन ढिलो भयो भने पर्खेर बसेर अनि त्यसपछि ग्यास्ट्रिक हुने अनि त्यसपछि नाना थरी अरू रोग हुने हुन्छ। त्यो नगर्ने, आफ्नो टाइममा आफूले खाने। आउँछन् उनीहरूको आफ्नो भाग राखिदियो होइन, त्यो चाहिँ गर्नुपर्ने छ। हजुर हजुर। जस आफ्नो पाको उमेरमा पुग्न लाग्दाखेरि त्योभन्दा अगाडि नै बुवाले होस् आमाले होस् आफ्नो आर्थिक चाहिँ एकदमै भरपूर भएर राख्नु पर्यो र सबै सन्तानलाई पुस्तान्तरण गर्नु भएन होइन? हजुर। आफू यसै पनि त आफू पछि चाहिँ छोराछोरीकै हो, उनीहरू हकैले अब न्याय उसमा हाम्रो चाहिँ न्याय व्यवस्थामै छ। छोराछोरीको हक लाग्छ बाबुआमाको सम्पत्तिमा होइन, यसै पनि पाइहाल्छन्। पहिला नै दिएर त अनि आफू रित्तो हुन्छन्, उनीहरू बेइमानी गर्न सक्छन्। त्यसपछि आफू रित्तिएपछि त उनीहरू त्यो हेला गर्ने, औषधि उपचार गर्न गाह्रो मान्ने, हुँदा खुवाउन पनि गाह्रो मान्ने गर्न थाल्छन्। त्यसकारण आफ्नो मुठीमा राख्नुपर्छ। हजुर। मलाई हजुरसँग अहिले कुरा गर्दाखेरि मैले हेरेको पुरानो टेलिभिजन, हजुरले पनि हेर्नुभयो होला, टेलिफिल्म जनाईको साँचो र अनि चिरञ्जीवी, ती दुईवटा फिल्म अनि डोको, तीनवटा टेलिभिजनलाई, त्यो टेलिफिल्मलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ हजुरले? यो सन्देशमूलक छ, यही नै हो, मान्छेको जिन्दगी यही नै हो। यो चाहिँ फिल्म हेरेर आफूले चाहिँ मनन गर्यो, त्यसलाई नै उ गर्यो भने चाहिँ त्यसलाई मनन गर्ने होइन, त्यसलाई मनमा लिइराख्यो भने चाहिँ त्यसले नि काम दिन्छ। पाका उमेरका बाबाआमाले चाहिँ त्यो फिल्मलाई जुन हेर्नुभयो त्यसलाई बितेका कुराहरूलाई हेरेर अहिलेको आफ्नो पाको जीवनलाई चाहिँ जो समर्थन गर्नु पर्यो नि त, सुरक्षित राख्न सक्छ। हजुर। सबभन्दा ठुलोको त पैसा नै, पछिल्लो समयमा आएर ताकत भनेको त पैसा नै रहेछ खास। हामीले भन्छौँ छोराछोरी भएपछि केही चाहिँदैन, सबै ताकत भनेको छोराछोरी हो भनेर भन्छन्। त्यो त हो, आफ्नो ठाउँमा छ होइन, तर पैसा सबभन्दा ठुलो ताकत हो। बाबुआमासँग पैसा छ भने छोराछोरीले नि हेर्छन्, छैन भनेदेखि छोराछोरीले नि हेर्छन्। त्यो चाहिँ रहेछ। छन् गेडी सबै मेली, छैनन् गेडी सबै यो चाहिँ हो, यो चाहिँ सही कुरा हो। हजुर हजुर म्याम, अस्तिको हप्तामा मैले अन्तर्वार्ता लिँदा प्रख्यात हास्य व्यङ्ग्य कवि कृष्ण मुरारी गौतम गुरुले भन्नुभएको थियो कि पाका उमेरको व्यक्ति भनेको केही होइन, तपाईँ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र आफूलाई सक्रिय राखिराख्नुहोस्, पाका उमेर त्यतिकै बित्छ भनेर भन्नुभयो उहाँले होइन। त्यो कुरा पनि एक प्रकारले 100% सही नै हो। तर उहाँको त्यो कुरा रिसर्च गर्दा, अवलोकन गर्दा महिनामा 40 जना पाका व्यक्तिहरू बेवारिसे लासको रूपमा परिणत भइरहँदा रहेछन् म्याम। त्यसलाई कसरी हजुरले मूल्याङ्कन गर्नुहुन्छ? यो कुराहरू यस्तो हो, भन्नेमा र चाहिँ व्यवहारमा फरक हुन्छ। अब भन्नलाई त्यसै भन्ने हो हामीले होइन, खुसी हुनुहोस्, स्वस्थ हुनुहोस्, रमाउनुहोस् भनेर भन्ने हो। तर आफ्नो व्यवहारमा चाहिँ सबैलाई त्यो चाहिँ अनुकूल हुँदैन, कोहीलाई हुन्छ, कोहीलाई हुँदैन। र पनि मान्छेले आफूलाई के गर्नु पर्यो भनेदेखि बुढेसकालमा चाहिँ यसले हेरेन उसले हेरेन भनेर चाहिँ नलाग्ने, सक्दो आफूलाई आफै गर्ने। केही पनि सिप लागेन भने अनि त्यो त अब भगवानको कृपा जस्तो हो।
कुन चाहिँलाई जुराइदिन्छन्, कुन चाहिँलाई आएर हेर्नुपर्ने लेखा छ त्यो गर्छन्। हजुर छोराछोरी छ भनेर आश गर्नु हुँदैन। हजुर यसमा मेरो एउटा मुक्तकै छ के, हजुर म मुक्तक लेखाएको छु मैले, एउटा म मुक्तक वाचन गर्छु है त। हजुर आफ्नै सन्तानसँग पनि आश गर्नु बेकार छ, आफ्नै सन्तानसँग पनि आश गर्नु बेकार छ, आफू रित्तिएर उनका पोल्टा भर्नु बेकार छ। हजुर मलाई यो भन्दाखेरि पनि अलिकति अप्ठ्यारो लागेर आउँछ है, हजुर हजुर के गर्नु छ यस्तै। हजुर अहिलेको पाखा व्यक्तिहरूको चाहिँ अलिकति सुरक्षा प्रदान नगरिरहेको अवस्था छ होइन त म्याम? यो चाहिँ यस्तो छ, अहिले चाहिँ मान्छेहरू धेरै व्यस्त छन् है, छोराछोरीहरू पनि धेरै व्यस्त छन्। पढाइ भन्यो, सुरुमा पढाइमा व्यस्त हुन्छन्, त्यसपछि काम गर्न थाल्छन्, काममै व्यस्त हुन्छन्। व्यस्तता एउटा ठाउँमा छ भने संस्कारको पनि अभाव छ। हजुर संस्कारको चाहिँ अभाव छ। अहिलेको विद्यालय शिक्षा हामीले चाहिँ नैतिक शिक्षा पढेर आएको हौँ होइन, अनि बुवा आमाको मर्म बुझ्छौँ, बुढाबुढीको मर्म बुझ्छौँ। तर अहिलेको शिक्षा के छ भने नैतिक शिक्षा छँदै छैन। खालि चाहिँ यो अङ्ग्रेजी शिक्षा आएपछि नैतिक शिक्षा यहाँको चाहिँ हटाए होइन। त्यसले गर्दाखेरि त्यो त्यस्तो भावनाहरू जुन छ नि, आफ्नो बुवा आमाप्रतिको भावनाहरू भयो, विरुद्ध विरुद्ध भनेपछि त उनीहरूले अलिकति यही किसिमले हेर्छन्, एउटा छ। अर्को पछि के छ भनेदेखि जुन फ्यामिलीमा, जुन परिवारमा हजुरबा हजुरआमा छ, संयुक्त परिवार छ भने त्यो परिवारमा हुर्केका बच्चाहरू पनि फरक छ। उनीहरूको भावमा धेरै फरक छ। उनीहरूले चाहिँ बुढाबुढीलाई माया गर्ने, आफ्नो हजुरबा आमालाई माया गर्ने, त्यस्तो गर्छन्। अनि जुन चाहिँ छ नि अब के भन्छ सिङ्गल परिवार, एकल परिवारमा बस्नेहरू, बा आमा र बच्चा मात्रै भएको यस्तो उसमा हुर्केका बच्चाहरू फरक हुन्छ। उनीहरूलाई त बुढाबुढी भनेपछि मनै पर्दैन। अहिले पालो भएको छ सर्ट कमर्सियल ब्रेकको। ब्रेकपछि हामी फर्केर आउने नै छौँ। रेडियो आहा 104.5 मेगाहर्ज सुन्दै रहनुहोला।